धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। नमस्ते, मेरो नाम निमिलो भने साथै स्काउट नाम आदरणीय प्रमुख अतिथि सम्मानीय प्रशिक्षकज्यू, गुरुजन तथा मेरा प्रिय स्काउट साथीहरू, आज म यहाँ केवल एउटा सम्बोधन गर्न उभिएको छैन। स्काउटले मेरा जीवनमा दिएको अमूल्य अनुभवको कथा सुनाउन उभिएको छु। स्काउट यात्रा सुरु गर्दा मैले कल्पना पनि गरेको थिएन कि यो यात्राले मलाई यति धेरै सिकाउनेछ। विभिन्न तालिम, क्याम्प, च्याम्बोरी र सहभागी हुँदै जाँदा मैले किताबमा नपाइने जीवनका पाठहरू सिक्ने अवसर पाएँ। कहिले थकानसँग लडेँ, तर हरेक चुनौतीले मलाई अझ बलियो बनाउँदै गयो। मैले विभिन्न ठाउँहरू देख्न अवसर पाएँ। फरक संस्कृति, फरक सोच भएका मानिसहरूसँग चिनजान नै सबैभन्दा ठुलो उपलब्धि रहेछ भन्ने महसुस गरेँ। स्काउटले मलाई आफूभन्दा पहिले समाज र राष्ट्रलाई सोच्न सिकायो। आज म गर्वका साथ भन्न सक्छु, यदि स्काउट नभएको भए अहिले मको म हुने थिएन। मेरो आत्मविश्वास, मेरो नेतृत्व क्षमता, मेरा अनुशासन र मेरा स्वभावका जग स्काउटले नै निर्माण गरेको हो। स्काउट वर्दी केवल कपडा होइन, यो जिम्मेवारीको प्रतीक हो। यसले हामीलाई सधैँ सत्यको पक्षमा उभिन ठुलो उपलब्धि रहेछ भन्ने महसुस गरेँ। स्काउटले मलाई आफूभन्दा पहिले समाज र राष्ट्रलाई सोच्न सिकायो। आज म गर्वका साथ भन्न सक्छु, यदि स्काउट नभएको भए अहिले मको म हुने थिएन। मेरो आत्मविश्वास, मेरो नेतृत्व क्षमता, मेरा अनुशासन र मेरा स्वभावका जग स्काउटले नै निर्माण गरेको हो। स्काउट वर्दी केवल कपडा होइन, यो जिम्मेवारीको प्रतीक हो। यसले हामीलाई सधैँ सत्यको पक्षमा उभिन कमजोरको साथ दिन र देशप्रति समर्पित रहन प्रेरणा दिन्छ। अन्त्यमा म यही भन्न चाहन्छु, स्काउटले मलाई पदकभन्दा ठुलो शिक्षा र सफलताभन्दा ठुलो मानवीयता दिएको छ। यस अमूल्य यात्राका लागि सम्पूर्ण गुरुजन, प्रशिक्षक तथा स्काउट परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु। सधैँ तयार। जय स्काउट, जय नेपाल।